सुक्खा समयमा आगो लागेका धेरै घटना हुने गर्दछन्। यसको नियन्त्रणका लागि निम्न उपायहरू अपनाऊ। वन क्षेत्रमा जथाभावी आगो बाल्न नदिने र आवश्यक परे पूर्ण रूपमा निभाएर मात्र छोड्ने। सुक्खा मौसममा वन नजिक धूम्रपान, चुरोट, बीडी, माचिसको प्रयोग नगर्ने। वन डढेलोको जोखिमबारे समुदायमा नियमित सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने। आगो फैलिन नदिन वन क्षेत्रमा अग्निरेखा, फायर लाइन निर्माण र मर्मत गर्ने। डढेलो देखिने बित्तिकै सम्बन्धित निकाय, सामुदायिक वन उपभोक्ता समूह वा सुरक्षाकर्मीलाई सूचना दिने। पातपतिङ्गर, सुक्खा झाडी र ज्वलनशील पदार्थ समयमै सफा गर्ने। स्थानीय तह, सामुदायिक वन समूह र विद्यालयबीच सहकार्य गरी डढेलो नियन्त्रण योजना बनाउने। आगो निभाउन बालुवा, पानी, हरियो हाँगा जस्ता स्थानीय साधन प्रयोग गर्ने। डढेलो लगाउने वा लापरवाही गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने।